गाइस यो बुझे चाहिँ हैन मेरो घरमा भाडा माच्छु भन्दै आइरहेको थिएँ हैन अनि किन भाडा माच्छेस् ल मेरो अन्डा फार्म छ हैन अन्डा बेचेर खा भनेर मैले यसलाई काममा राखेँ हो यसलाई मैले महिनाको 30,000 स्यालेरी दिएको छ हैन ल कतिको गर्दो रहेछ हेरौँ है त अनि यो चाहिँ अनि यो नि आइरहेको थियो त्यही गर्छु भनेर यसलाई चाहिँ मैले मेरो टेम्पोमा ड्राइभर राखिदिएको छ हैन ल ल ल ल ल त्यहाँ राम्रो डिल गर्ने सो यो भाइ चाहिँ हाम्रो अन्डा किन्ने रहेछ हैन मेरो पनि बेचिदिउँ क्या दुईटा कति रुपियाँ दिन्छ 3200 3200 मा 2 4 6 वटा जोड्यो भने कति 9600 ल हाम्रो टेम्पोमा तेल सिद्ध्या थियो तेल हाल्नु पर्ने अब के गर्नु गाइस पैसा नि दिएन है खासमा यो चाहिँ फेरि इलेक्ट्रिक हो नि आन्टीलाई मैले जिस्काइरहेको मात्रै कस्तो लाग्यो होला कस्तो टेम्पो कस्तो ल बुढीहरू बोल्दै त कस्तो साइकको बुढीहरू छ क्या यो बुढीहरू मलाई मन नै पर्दैन बोल्दा पनि बोल्दैन दाइ टेम्पो कस्तो टेम्पो ल मान्छ बोल्दैन के हो त्यसलाई सोधि ओ दाइ ल मान्छ टेम्पोमा अन्डा आयो अन्डा यहाँ लिन्छ कि होइन ए कारवाला अन्डा किन्यो अन्डा किन्यो अन्डा आयो दाइ अन्डा किन्यो अन्डा आयो अन्डा राख्ने दाइ ल नराखिदिनु छ अन्डा सस्तो भयो होइन अन्डा आयो गाइसहरू अन्डा मार्केटिङ गर्न हिँडेको गाइस म चाहिँ आमा अन्डा राख्ने हो अन्डा नराख्ने ल ठिक छ के हो हाम्रो आज बिक्री हुँदैन क्या हो तेल हाल्नु पर्ने गाइजहरू यहाँ दाइहरूलाई सोध्दिउँ म अन्डा आयो अन्डा दामी ओ भाइ अन्डा किन्ने हो दामी छ अन्डा ज्यान मन छ भाइ आयो अन्डा अङ्कल अन्डा राख्ने हो अन्डा ल नराख त्यही भएर हो क्या गाइसहरू यो नेपालमा केही गरी खान सकिँदैन अब यिनीहरूलाई त बाइकवालाले के सोध्नु है बुढीले मुजी घर कल गरेर बोलेर होला मुजीहरू आमाले दिन्छ कि अन्डा आयो दामी फ्रेस वाला अन्डा मेरै फर्मको अन्डा आयो अङ्कल अन्डा के हो आज के हो अन्डा कसरी राख्दैन क्या आन्टी अन्डा आयो अन्डा ल भाइ कोही किन्दैन त बुझी अन्डा आयो आमा अन्डा राख्ने हो पठावाला छ के अन्डा लाने हो बहिनी ल नसुन अन्डा आयो दामी अन्डा कोही किन्ने छ अन्डा राख्ने हो अन्डा आयो अन्डा राख्ने हो दामी छ बहिनी अन्डा राख्ने अन्डा नलिने ल कोही लिँदैन ओ भाइ अन्डा यो बहिनीले लिएला जस्तो लाग्यो बहिनी अन्डा ल हेर्न अलिक बिस्तारै चलाएर मार्केटिङ गर्दाखेरि यो ड्राइभरलाई निकालिदिन्छु म अब मलाई चित्त बुझेन ड्राइभरदेखि कता हो सो गाइजहरू हाम्रो अन्डा चाहिँ बिक्री भएको छैन तर होइन आइपर्यो ल तर के भयो त भित्र
अब कुरा कस्तो हो भने मैले काम गर्न आयो भने पानी परिदिन्छ, अझै गर्न खोज्यो भने बाढी आइदिन्छ, अझै गर्न खोज्यो भने भूकम्प आइदिन्छ, अझै गर्न खोज्यो भने मैले झन् पढ्न खोज्यो भने त मुजी कोरोना आइदिन्छ भने कहिले डेङ्गु कहिले मुजी आइफ्लू। मलाई पढ्न र गरी खान केही दिँदैन। अन्डा आयो कालो कुत्ता अन्डा। त्यो सो हाम्रो अन्डा चाहिँ यहाँको हो है। यहाँ कस्तो ब्लर आएको क्यामेरा। ल ल ल कान्छ ओ चल राम्रो काम गरे तेरो पैसा काटिदिन्छु नि म फेरि। सो हाम्रो अन्डा चाहिँ यहाँ बिक्री हुन लागेको छ होइन गाइजहरू। अन्डा 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 अन्डा। कस्तो लाग्यो गाइजहरू मेरो भ्लगिङ। पारा खतरा साइको दिन्छु नि म पारा फेरि। पारा मेरो यस्तै हो खोइ सुत्रेको म। सो यो चाहिँ हाम्रो यो टेम्पो चाहिँ मैले 80 लाखमा किनेको। झन्डै ठोकाइदियो यसले मलाई मार्न खोजिरहेको रहेछ गाइजहरू। ए ठोकेला है। यहाँ पनि थियो अन्डा, यहाँ अलिक सस्तोमा आउँथ्यो है। कहाँ पसलबाट किनिरहने त। ओ हाम्रो डुप्लिकेट नि रहेछ। ए भाइ अन्डा लिने हो? ओ भाइ अन्डा नलिनु भयो किन हेर ल यो मुजी 34 वाला त यता पो हेर।